नमस्ते। वर्तमान राजनीतिक परिप्रेक्ष्यबाट नेपाललाई हेर्दाखेरि अहिले सरकार आफ्नो एउटा म्यान्डेट अनुसारकै गतिविधिमा संलग्न छ। भलै केही कानुनी उल्झनहरू रहने उनीहरूले थाहा पाएर नै यसलाई क्रमगत रूपमा बिस्तारै आफ्ना कार्यप्रणालीहरूलाई छोटो समयको लागि आफू सरकारमा गए पनि उनीहरूले आफ्नो कार्यलाई निरन्तरता दिएका छन्। भलै यो सरकार भोलिको आफ्नो म्यान्डेटको अन्तिम घडीसम्म के कति कुराहरूमा सफलता प्राप्त गर्न सक्छ त्यो आफ्नो ठाउँमा छ। हिजो आज केही दिन अगाडिदेखि दुर्गा प्रसाईले एउटा आन्दोलनको घोषणा गरे र घोषणा पश्चात यो एनपिएल पनि क्रिकेटको महासङ्ग्राम पनि भइरहेको छ नेपालमा, यसलाई पनि बन्द गर्न अनुरोध गरेका थिए। सरकार विरुद्ध पनि केही अराजक अभिव्यक्तिहरू दिएकै जस्तो मलाई पनि लाग्छन्, हैन। अब सरकारलाई पनि जथाभावी बोल्नु हुँदैन। हिजो लोकतन्त्र भनेर अब सिन्डिकेट कायम गर्ने सरकार र अलि अभिव्यक्तिहरू जनताका अलि उत्तेजित नै भएका थिए, मलाई त्यो लाग्छ, हैन। अब तर यो सरकारलाई अलिकति काम गर्ने र जथाभावी बोल्ने हामी जनताले पनि गर्नु हुँदैन, बरु सुसूचित गर्ने सकारात्मक दबाब दिँदा चाहिँ केही फरक नपर्ला। तर उसका विरुद्ध अन्टसन्ट बोलेर हामीले सरकारलाई असहयोग गर्नु हुँदैन। अब यो दुर्गा प्रसाई पक्राउ परिसकेपछि अब केपी ओली पनि पक्राउ पर्न अब जरुरी छ र सम्भवतः सरकारले पक्राउ गर्छ। दुर्गा प्रसाईको र केपी ओली प्लस एमाले यिनीहरूका संरचना, बोली शैली, ढाँचा, प्रवृत्ति एउटै हो। अझ सरकारमा हालिमुहाली गरिरहेका, सरकारका पद लाभ गरिसकेका र देशलाई आफूले आफू अनुकूल सञ्चालन गरिरहँदाखेरि त्यहाँभित्र तलमाथि के गरेका छन् यो हिसाबमा दुर्गा प्रसाईले त बोले मात्र, यिनीहरूले केपी ओली एमालेहरूले अझै धेरै पनि गरेका हुनसक्छ। यसको खोजी नै थियो। अब भविष्यमा अरू सरकार, यो सरकार हैन गर्लान्। तर विशेष गरी अहिलेको वर्तमान सरकारको म्यान्डेट भनेको केपी ओली लगायत यो गृहमन्त्री, पूर्व गृहमन्त्रीहरूलाई चाहिँ पक्राउ गर्नुपर्ने जनदबाब छ। मलाई पनि लाग्छ रवि लामेछानेलाई नक्खु जेलबाट घर आउँदाको विषयमा स्पष्टीकरण लिनु, दुर्गा प्रसाईले समय मिलाएर उसले बोलेका आधारमा, अराजक अभिव्यक्ति दिएका आधारमा सरकार विरुद्ध अन्टसन्ट बोलेका, बिना प्रमाण बेप्रमाण लापरवाही रूपमा जे बोलेका छन् त्यो विरुद्ध जे सरकारले समाउन उसलाई सक्छ र गर्नु पनि पर्छ। त्यसले एउटा नयाँ हाम्रो आचरण भन्छ नि, आचरणको पनि शैलीमा परिवर्तन हुन्छ, हैन। जथाभावी बोल्न छुट छ भन्दैमा जथाभावी बोल्नु पनि हुँदैन। सरकारले त्यसलाई नियन्त्रण गर्दा ठिक हुँदैन, ठिक हुन्छ, हुँदैन हैन, हुन्छ, हैन। अनि त्यसपछि अब यो केपी ओलीलाई चाहिँ एकदमै मिहिन ढङ्गबाट अहिलेको राजनीतिक म्यान्डेट त छँदैछ, सकिन्छ भने भ्रष्टाचार लगायत यिनीहरूका साँठगाँठ, हैन। अब दुर्गा प्रसाईले पहिला उठाएका कम्बोडिया दुनियाँ उठाएर एकचोटि यिनी विरुद्ध पनि हेर्नुपर्छ हामीले। रवि लामेछाने एउटा संलग्नता, एउटा कम्पनीमा काम गर्दाको पैसा सञ्चालन त्यो ल्याएका पैसा सञ्चालन गर्दाको हर कम्पनीमा गर्दा त त्यत्रो पूर्ववर्ती सरकार केपी ओलीले धेरै आरोप लगाएका छ भने यिनलाई नै पक्रेर यो सरकारले चाहिँ हरेक एङ्गलबाट सम्भावित कोणहरूबाट एकदम अनुसन्धान, जटिल रूपमा, गहन रूपमा अनुसन्धान गरेर यिनलाई हाल्नै पर्छ, जेल हाल्नै पर्छ। सानो मिस्टेक छ भने पनि यिनलाई जेल हाल्नै पर्छ। नेपाली जनताहरूलाई यिनीहरूले उल्लु बनाएकै हो। नेपाली जनताका भाग्य भविष्यमाथि यिनीहरूले
रणसङ्ग्राम मच्चाएका हुन् र पछिल्लो समय त झन् खुल्लमखुल्ला आफ्नो सरकारमा रहँदा दुर्गाप्रसादले तिनकुनेमा आन्दोलन गरेका थिए। यिनीहरू आफैले रणनीतिक चाल चलेर दुर्गाप्रसाद फेल खुवाउने, राजसंस्थावादीहरूलाई कहिले पनि उठ्न नदिने गरी जुन चाल चलेका त्यही रणनीति जेन्जी आन्दोलनमा दोहोऱ्याउन पुग्दाखेरि यिनीहरूले चाल्दाखेरि त्यो रणनीतिक चाल चाल्दाखेरि त्यत्रो दुर्घटना हुन पुग्यो र यो देशले नयाँ परिवर्तन पाएका छ। अब केपी ओलीलाई कसैले छोड्नु हुँदैन, इभन जनताले पनि, इभन सच्चा एमाले पनि केपी ओलीलाई छोड्नु हुँदैन। यो कुरा लेखेर राख्नुपर्छ हामी सबैले, मन तन जहाँ पनि भोलि चुनाव आउँछ। यदि केपी ओली लगायत यही सङ्गठन केपी ओलीलाई बचाउने शक्ति र व्यक्तिहरू आउँछ भने तिनीहरूलाई भोटबाट जनताले मनैबाट बहिष्कार गर्नुपर्छ एमाले र केपी ओलीको विपक्षमा रहने पार्टीका कर्मठ योद्धाहरूलाई नेपाली जनताहरूले बुझ्नु पनि पर्दछ। कुरा त्यति हो। धन्यवाद। मेरो चाहिँ यो सामान्य मेरो गुनासो समसामयिकतामा बोलेका कुराहरूलाई तपाईँहरू आफ्नो धारणाले बुझिदिनु होला। तपाईँलाई सही ठिक नलाग्न सक्छ। जुन केपी ओलीलाई त ठिक लाग्दैन, उसको पुच्छरलाई ठिक लाग्दैन, उसको झोलेलाई ठिक लाग्दैन, तर दुर्गाप्रसादजीका समर्थकहरूले म प्रति दुःख नमान्नु होला। दुर्गाप्रसाद केही दिनमै छुट्नु होला हैन। सम्झाउनुहोस् अलिकति अभिव्यक्ति दिँदाखेरि चाहिँ उहाँ अलिकति सही तरिकाले हैन रचनात्मक ढङ्गले हुन काम गर्न पाइन्छ, प्रदर्शन गर्न पाइन्छ, ठप्प बनाउन अब तपाईँले आफ्नो शक्तिको गर्न सक्नुहुन्छ, तर त्यसले चाहिँ अलिकति हिंसात्मक, अलिकति भड्किलो हुनु भएन। कुरा त्यति हो। ल धन्यवाद।